सो गुड मर्निङ फ्रेन्ड्स। आज फेरि मेरो लास्ट नाइट ड्युटी थियो र लास्ट नाइट ड्युटी चाहिँ मेरो चाहिँ पुरा खराब जान्छ हो। अरूको चाहिँ कस्तो जान्छ थाहा छैन। र मेरो ड्युटी सकिसक्यो र अब म निस्किरहेको छु घरतर्फ है। बिहान बिहानै पानी पनि मजाले परेछ, कालो न कालो दिन है। अन्त यसरी म घर जाँदा चाहिँ प्रायः जस्तो मर्निङमा यस्तो खाली बाटो भेटिन्छ है र मजा आउँछ, एउटा वक पनि जस्तो हुन्छ। र म घर जाँदैछु है मजाले। अब घर गएर चाहिँ लुगासुगा धुने धेरै काम छ आज नाइट अफको। र यति साह्रो रिस उठेको कि मलाई त आउने बित्तिकै। यहाँनिर हामीले चाहिँ घाँस राखेको थियो नि त सफा गरेर, भरे यहाँनिर त मान्छेले डम्पिङ ग्राउन्ड पो बनाइसकेछ हो। एक दिन घरमा नभएको अब मान्छेले केहरू फ्याँक्नु थालिहालेछ। मलाई त्यति साह्रो रिस उठेको कि फ्रेन्ड्स, कस्तो लाग्छ अब ड्युटी गरेर आएको मान्छे होइन, यस्तो देख्दा त म त झनै रिस उठ्यो हो। र घरको अगाडि नै यस्तो मैला चाहिँ मलाई पटक्कै मन पर्दैन हो। त्यही भएर मैले त लु भनेर लुगासुगा पनि नफेरि डाइरेक्ट म त सुरु गरिदिएँ काम हो। र यति साह्रो मान्छेहरू पनि अर्काको एरियामा यसरी डम्पिङ फ्याँक्नु पनि उनीहरूलाई लाज पनि नलागेको हो। अब त म एकदम नो डम्पिङ एरिया भनेर लेखिदिउँ भनेर सोचिरहेको छु। र यसरी अब सबै मैला सफाहरू गर्नु थालेँ म चाहिँ। यहाँनिर यति साह्रो रिस उठिरहेको थियो कि मलाई चाहिँ फ्रेन्ड्स। अब मेरो चाहिँ कामको अलरेडी सेड्युल हुन्छ नि त, यो गर्छु त्यो गर्छु भन्दाखेरि चाहिँ यसरी अन्नेसेसरी वर्कहरू गर्नुपर्दा चाहिँ नि पारा चढेर आउँछ, स्पेसली जब ड्युटी पनि खराब गएको बेलामा होइन। र धन्न अब बेसी चाहिँ फ्याँकेको रहेन रहेछ है। र जति थियो मैले एकदम उठाइहालेँ, किनभने फेरि त्यहाँनिर देखेर अरूले पनि फ्याँक्छ भनेर चाहिँ छिटो गरेर चाहिँ साफसफाइ गरेँ। र त्यो सकेर चाहिँ यता फेरि आफ्नो प्लान्ट्सहरू हेरेको, राति पानी पारेँ, यति साह्रो राम्रो फेरि राम्रो भएछ प्लान्ट्सहरू है। जमिन पनि मजाले भिजेछ है। र भोलि चाहिँ घाँसहरू उखाल्छु भनेर सोचिरहेको छु। आज त सक्दिनँ, पुरा बिजी भएर ड्युटी। र भित्र पनि साफसफाइ गरिसकेको छु मैले, घरहरू पनि चिटिक चाटाक बनाइसकेको छु है। र नुहाइधुवाइ गरेर चाहिँ फ्रेन्ड्स तातो म्यागी खाउँ भनेर दिन पनि बिग्रेको थियो। र म्यागी र अन्डा खाएँ मैले, दुध म्यान्डेटरी। र लन्च चाहिँ बनाउनु पर्दैन, घरबाटै आएको छ लन्च। र डिम लाइट लगाएर चाहिँ फ्रेन्ड्स म चाहिँ अब एकदम थाकिसकेको थिएँ र सुत्न लागेको म चाहिँ अब है 5-6 घन्टा चाहिँ म आरामले सुत्छु हो। नाइटमा चाहिँ नाइट गर्दाखेरि चाहिँ मलाई केही डिस्टर्बेन्स चाहिँदैन, मन पनि पर्दैन। र म एकदम 6 आवर्स जस्तो चाहिँ सुतिदिन्छु। र सी यू अन नेक्स्ट भ्लग। थ्याङ्क्स फर वाचिङ।